बजाउनुहुन्छ तपाईँ टिन्निङ 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 भनेपछि युवराजजीले नि घन्टीमा भोट हाल्नु सही हो यतिको चाहिँ हुनुपर्छ है यहाँ चाहिँ छ फेरि घन्टीको युवराजजी चाहिँ हाम्रो डन हो क्या अहिलेको यहाँ मेरो भोट कहीँ हालेछ त्यति भन्दैछ मक्खा फेरि कालो कोट लाउने डन हो क्या तपाईँ नो भोट नो भोट तपाईँले रवि दाइलाई त भयङ्कर हैरान बनाएर नि त होइन गाइजहरू ल यो कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन जित्नुभयो कमेडियन पनि हो क्या हुन चाहिँ धन्न यो देशमा एउटा चिज छ यार कसैले के गरिहाल्यो भने युवराजजी तपाईँले केमा भोट हाल्यो भन्नु त आगो बेलामा जातिर आगो बेलामा नेपालमा अवतारीहरू मध्ये युवराज पनि एउटा हो क्या अवतारी छ नि देशभरि आज घन्टी बज्यो बिहानदेखि बेलुकासम्म घन्टी बज्यो गधाले पनि घन्टी बजाए आज औषधि खान बिर्स्यो र युवराजजी पनि घन्टी बजाए युवराजजी औषधि खान बिर्स्यो हो हाम्रो बाजेले वर्षौंसम्म घन्टी बजाए हाम्रो बाजे मन्त्री हुनु भएन प्रधानमन्त्री हुनु भएन स्कुलको पिउनले कति घन्टी बजाए तर पढ्ने त म नयाँ माहौलमा गर नयाँ माहौलमा गर सुन्नु तपाईँको आक्रोशलाई अब नयाँ माहौलमा गर्छ हाम्रो युवराज सफलजीलाई के आजको 2 नम्बरको निर्वाचन क्षेत्रको भनिदिनु त स्कुलको पिउनले कति घन्टी बजाइहाल्छ मन्त्रीमा हाल्नु त अनि हाम्रो फेरि हास्य कलाकार यही हुनुहुन्छ फेरि हाम्रो चितवनको प्राइड यही हुनुहुन्छ ल वरिष्ठ कलाकार यही हुनुहुन्छ हाम्रो फेरि यहाँ त्यो अर्को कसले बजाएको छ त्यो अफ गरौँ त नारायणघाटको युवराज सफल कसले बजाएको तिमीले बजाएको न नि अफ गरौँ मलाई मुद्दा नाल्नु है हो अहिले म्युट गर्दा पनि कसले यो टोपी त मैले यसरी खोल्छु नि अब लगाएको छु भने त भान्जा के अरे युवराज सफल तपाईँको लागि के हो अरे के भने साँच्चैको आमा ए दाइ अबको भावी प्रधानमन्त्री अब तपाईँ हो नि कि मुकुन्द हो नि दुईटामा एउटा कन्फर्म गर्नु पर्यो कहिले गृह सम्हाल्नु पर्यो ल हो म्युट हान्दा पनि अन गरिरहेको बर्बाद तिमीले गरिरहेको छौ अन गरिरहेको छौ के भन्नु अरे केही छैन मासु भात बाँकी छ अरे युवराज सफलजी अलिकति पठाइदिउँ अनि ठिक छ अब भरौटे नै भनेर चाहिँ नभनौ मासु भात तपाईँ के पुण्य गौतमसँग एकदम भाग्नुहुन्छ अरे नि त यहाँ गाइजो लुसिफरहरू छ 1-1 तपाईँलाई लुसिफर रे तपाईँले भनेर केही हुन्न कहाँ भेट्नुपर्छ हामीले कहाँ भेट्नुपर्छ सहकारी खाने बाघ आउँछ कि हामी भेट्न तयार छौँ है साथीहरू भन्नु नि दादा 2 घन्टे एकदम यसरी लाइभ हामी कहाँ लड्नु पर्यो कहाँ भेट्नु पर्यो हामी रेडी अरू भन्दा नि बिचरा 235 लाइक एक्सरसाइज गर केटो एक्सरसाइज गर एमालेकोले एक्सरसाइज गर केटो एक्सरसाइज गर एक्सर्साइज गर केटो भने त एक्सर्साइज गर्ने हो दादा तपाईँ जत्तिकै हुन पाए त रमाइलो हुन्थ्यो 407 बढाइरह्यो न युवराज दाइकोमा गएर सबैले लाइक हान त्यताबाट गर लाज भयो लाज यति भोट त निकोलस उठ्यो भने ल्याउँथ्यो दादा अलिक बोर भयो होइन लाग्नु दम छ भने रवि लामी छानेलाई दम छ भने रवि लामी छानेलाई जेल जानबाट जेठ भित्रमा खोरमा लगाएर हालिदिन्छु तिम्रो दाईहरूलाई
आमा रवि दाइलाई गाईहरूलाई लगेर वैशाखसम्ममा खोरमा लगाएर हालिदिन्छु रे रवि दाइलाई तिमीहरू हुन्छौ बोरमा रवि दाइलाई वैशाखसम्म खोरा लगाएर हालिदिन्छु भने दादा तपाईँको खर्च कहाँ हो बरु मैले त भिटामिन डी खानालाई बाहिर निकालेको हो भिटामिन डी खाना बाहिर निकालिदिएको हो चैत वैशाख लाग्ने छ त हाल्नुपर्छ खोरमा ऱ्याप हान्नु भएको तपाईँको फेरि युवराज सफलजी तपाईँको फेरि चितवनको एउटै मात्रै फ्यान फेरि उहाँ मात्रै हो नि आँखा नचम्लिनुहोस् कान नथुन्नुहोस् मुख नथुन्नुहोस् बोल्नुहोस् तपाईँहरू लड्नुपर्छ अब लड्ने हो बेलुका घर आनन्दले युवराज सफलजी आज कसले स्पोन्सर गरिदियो होटेल सोटेल बेरोजगार भइहाल्यो नि साक्षात बिपी आएर साक्षात रमाइलो भइरहेको थियो क्या मामा हजुर भइसेन मामा भाग्नु भयो कि ए युवराजी भाग्नु भयो त्यत्तेरिका अब युवराजीलाई के भन्नु धुलाई चलाए गन्ध हो क्या मामा के भन्नु होइन र